सो गाइज फाइनल्ली म चाहिँ यता वेवन कफी आएको छु है। आज चाहिँ मैले बाइकको मात्रै भिडियो किन बनाइन भन्दाखेरि सधैँ बाइकमा हिँडिरहेको हो, सधैँ बाइकै देखाइरहेको हो भनेर है। सो यहाँ चाहिँ म बाइकमै छु एक्लै चाहिँ, त्यही भएर बाइकको भिडियो सधैँ बनाइरहेको भनेर मैले बाइकको चाहिँ बनाएन। सो इफ यु गाइज आर न्यू होइन, वेलकम ब्याक टु सुशान्त ब्लग। त्यही हो, अब हजुरहरूले त मलाई हेरिरहनु नै भएको छ होला है। हेर्नु भएको छ भने चाहिँ अब मलाई चिन्नु नै हुन्छ, चिन्नु भएको छैन भने चाहिँ म चाहिँ सुशान्त जङ भण्डारी है, नाम चाहिँ सुशान्त जङ ब्लग राखेको छु युट्युबमा। अब मैले चाहिँ एक कोरियाको चाहिँ मोटो ब्लगिङ प्लस यस्तै घुम्ने अनि स्टुडेन्टहरूको बारेमा चाहिँ कहिले काहीँ बोलिरहेको हुन्छु आएको कुराहरू है। सो गाइस आज चाहिँ म वेवन क्याफे भन्ने अब अहिलेसम्म 5-6 चोटि आइसक्यो होला। आज नि किन आएको भन्दा चाहिँ गरिमा यसो यहाँ चिल नेचर हेरौँ अनि भिडियो पनि बनाऊँ भनेर है त। होप यु इन्जोय आजको ब्लग। सानो हुन्छ, त्यति लामो पनि हुँदैन है त। सो यहाँ चाहिँ मेरो बाइक छ है, टिलिक्क टल्किरहेछ। चट्टै लगाएर मेरो बाइकको आज फुल रिभ्यू दिउँ न होइन। चट्टै यस्तो छ यहाँबाट यहाँ गयो अगाडि। अब नेपाली त देखाउनु पऱ्यो नि होइन, जब त रातो रिबन लगाइदिएछु मेरो बेबीलाई चट्ट लगाएर है। बवाल टल्किरहेछ है। अनि हजुरहरूले त्यहाँ देख्न सक्नुहुन्छ इट्स वेभ अन है। सो म चाहिँ अब यहाँबाट चाहिँ छिर्छु, भित्रको एम्युनिटिजहरू देखाउँछु है त कस्तो छ भनेर। यो हेलमेटहरू सेट गरौँ, खस्न सक्छ, त्यही भएर चट्ट यसरी राखौँ होइन, नखस्ने गरी सेट भयो। अनि हजुरहरूलाई चाहिँ अर्को एउटा कुरा देखाउँछु है, यतिको भए ठिक होला। उयो अगाडिको चाहिँ उयो हो क्या, यहाँ वेवन यहाँ छ, त्यसपछि यहाँ चाहिँ क्याम्पिङ पनि छ क्या। अझै देखाउँछु है त। क्याम्पिङ सो अब यस्तो गएपछि त्यहाँ वेवन कफी छ, यहाँ बाटोहरू छ है। यस्तो दामी देखिरहेछ है। अब कुरा चाहिँ के भन्दा लास्टै घाम लागिरहेछ है, यस्तो काले भइसक्यो, छिर्न लागेको। त्यसको है भित्र क्यामेरा त दिन्छ होला, मेबी दिनुपर्ने हो। अब दिएन भने चाहिँ आई डोन्ट नो। यहाँबाट इन्ट्री पोइन्ट झट्टै यहाँबाट लागिसकेपछि यस्तो भ्यू चाहिँ दामी छ है, गर्न सक्नुहुन्छ। त्यहाँबाट गइदिउँ न, म त अघि नै छिरिसकेँ है। Ne? Sorry? Nee, I already did. Inside. मैले चाहिँ सुलाई सो receipt. Okay. Okay, so bring your receipt. Now, can I bring now? Next time. Thank you so much. अनि यहाँ चाहिँ नेम चाहिँ अब रिसिप्ट रिइन्टरको लागि रिसिप्ट चाहिने रहेछ। अनि मैले अघि अर्डर गराएको थिएँ खासमा होइन, ठिकै छ। नेक्स्ट टाइमबाट रिसिप्ट देखाएँ। ओके, यहाँ हेर्नु है, यो पनि उयो हो क्या, लाइक के भन्छ, यो पनि क्याम्पिङ गर्ने ठाउँ नै हो। उयो तपाईँहरूले देखिरहनु दामी छ अरे यहाँको। जस्ट बेलुका भइसकेपछि चाहिँ दामी देख्छ है। यसरी कपालहरू मस्त इन्जोय गर्न सक्नुहुन्छ। अब हजुरहरूको चाहिँ भर्खर लभ परेको छ अनि यसो होइन, बुसानमा बाइकहरू छ भने अब बुसानमा कहाँ जाने त, यसो डेटिङ स्पोट नेपाली पारा टाइपको हो भने चाहिँ दिस प्लेस माइट बी अ गुड स्पोट है। यस्तो दामी छ। त्यही घाम लागेको बेला यो अगाडिको यो बिल्डिङ पनि क्याम्पिङ गर्ने हो। यहाँबाट चाहिँ यसरी मेबी उसले पनि गरिरहेको छ त्यही के
हैन यस्तो गएपछि भ्यान्सी यही स्पोटबाट चाहिँ मान्छेहरूले धेरैले फोटो खिच्छ सो म पनि है यहाँबाट तल चाहिँ फेरि केही नै छैन है होइन त्यही भएर आफ्नो फोन चाहिँ मैले यसरी अहिलेसम्म खिचेको थिइनँ सो कस्तो अक्वार्ड लागिरहेको थियो मेरो पछाडि चाहिँ रुक्नु है त यसो नै गर्छु होइन यहाँ पछाडि चाहिँ वेबन कफी चाहिँ कहाँ छ यतै कतै छ यता भइहाल्यो यहाँबाट चाहिँ यता च्याट्टा लाएर समुद्रको यु क्यान रिल्याक्स है यो एरियामा चाहिँ अनि मैले भनिन्छ भर्खर लभ परेको छ डेटिङ बस्न चाहनुहुन्छ भने चाहिँ दामी छ अनि त्यहाँनिर मैले भनेको यो अगाडिको चाहिँ क्याम्पिङ गर्ने ठाउँ है सो यहाँबाट उता चाहिँ हामीलाई जान दिँदैन यस्तो खण्डर छ यार यहाँबाट उता अब समुद्र भइहाल्यो तपाईँ बाहिर चाहिँ गर्मी भयो भने नि भित्र एसी मस्त उयो छ है त्यही हो अनि यहाँ चाहिँ छिर्नको लागि चाहिँ एउटा कफी भयो भने चाहिँ गर्नुपर्छ है सो मान्छेहरू चिल गर्दै हुनुहुन्छ म पनि चिल गर्छु चट्ट नेपाल रेसिङ होइन अरूलाई डिस्टर्ब त गर्नु भएन त्यही पनि अब म यहाँ बस्छु मेरो कफी लिएर आइगो ब्याग राखौँ म चाहिँ अब च्याट्टा नेपाली गीत बजाउँदै रिल्याक्समा सुत्छु है एकछिन भयो नि एन्टी लाइट पर्दो रहेछ सबै कपाल छन् है आफू चाहिँ बुङ्गा भएर आइरहेको छु अब कोही मसँग आउनु चाहनुहुन्छ भने चाहिँ यु क्यान टेक्स्ट मी त्यस्तो रोमान्टिकल वेमा भने होइन एज अब दाजुभाइ दिदी बहिनी टाइपको अथवा मन पऱ्यो भने बोयफ्रेन्ड गर्लफ्रेन्ड सो त्यही हो जिन्दगानी दर्पण आयो के छ त गाई चाहिँ यस्तो गर्मी छ नि लाइक लिटरली है आफू बरु फेरि काले मान्छे डढिसक्यो यार यो टाउको यस्तो धोइरहेको छ गर्मीले कफी चाहिँ लास्ट महँगो छ है 1000 रुनमा आउने कफी यहाँ 6000 छ अहिलेको लागि यही हो है अब म मेबी बस्यो भने चाहिँ अहिले झिलिमिली बलेपछि झन् बवाले देख्छ बाइचान्स बस्यो भने होइन अब बसिनँ भने त अब मै बस्दिनँ यहाँ के देख्ने होला अनि आज चाहिँ नर्मल्ली सधैँ बाइक चलाइरहेको भन्दा आज चाहिँ फुल्ली टोटल्ली देखाउनु खोजिरह त्यहाँ एकछिनमा भेट्छ है त सो गाइस रात परिसकेपछि अब रातको भ्यू देखाउँछ है मान्छेहरू हजुरले धेरै नै देख्न सक्नुहुन्छ है मान्छेहरू बढिसक्यो अहिलेको भन्दा उता फ्यामिलीहरू चिल गरिरहेछ होइन अब यहाँबाट हेर्ने हो भने चाहिँ त्यो चाहिँ क्याम्पिङ साइड हो है पिपुल आर डुइङ क्याम्पिङ थियो अनि यो अहिलेको चाहिँ यस्तो छ है अल आर चिलिङ इन्जोइङ होइन मान्छेहरू लास्ट बढी चाहिँ चाइनिजहरू रहेछ होइन अनि यहाँबाट यस्तो छ भ्यू यो भ्यू पनि राम्रै छ है यो अगाडिको पनि क्याफे के हो थाहा भएन केही न केही चाहिँ हो होइन दामी छ मान्छेहरू टन्नै छ ल यो चाहिँ अब ठ्याक्कै रात परि चाहिँ सके होइन यस्तै छ अब चाहिँ म निक्लिन्छु होला किनभने निक्लिनु नै पर्ने हुन्छ रात परिसक्यो टाउको पनि हल्का दुखा जस्तो अघि दिउँसोको यस्तो घाम थियो है सो गाइज यार इफ यु लाइक माई भिडियो अब त्यही हो लाइक सेयर सब्सक्राइब के गर्नुपर्ने हो गरिदिनु होला अरू भनेर यस्तै हो है यति भन्दै दिस इज वेबन कफी बुसान गिजाङमा छ हजुरहरूको भर्खरबाट लभ परेको छ भने डेटिङ आउनुको लागि बेस्ट छ तपाईँहरूले गुगलमै हान्नुभयो भने WEAVON कफी भनेर हान्नुभयो भने यहाँको लोकेसन दिन्छ सो इन्जोय सो गाइज यति भन्दै चाहिँ म आज यहीँबाट बिदाई हुन्छु है त
सी यू इन नेक्स्ट ब्लग लभ यु अल जय नेपाल Bye bye. See you later.